ओइ सुरेश यो कान लाने विचार गरिस् क्या कसैले देख्दैन भनेर दायाँ बायाँ हेरे हेरे चस्मा गोजीमा हालेर लैजालास् फेरि कान गोजीमा हालिहाल्ने गोजीमा हाल्ने हुन त एक्लै होइन एक्लैलाई त्यही दुईटा कान भयो त पुगेको थियो यार बाजेले जे लान्छ साला आफ्नै आफ्नै कलरको चाहिँ पुरै डढाएर त्यस्तै बनाइरहेको छ बाजेले त्यो कान र तेरो फेसमा राख्दा कस्तो देख्छ एकचोटि हेरौँ ध्यान दे यो कान पायो भने त तैँले भाग पनि लाँदैन होला है रक्सीसँग चपाउने रे यसको चाहिँ यो गाउँको एकदम नेक नेम भनेको ट्याकु है ट्याकु तर यसको नाम चाहिँ रियल नाम चाहिँ सुरेश पर्जा होइन के हो भन्छ यो गाउँको चाहिँ फेसन हो यो होइन कि तँ भने होइन कपडा नलगाउने के माथिपट्टि त्यो त माथिपट्टि कपडा किन्नै पर्थेन त अनि फेरि किन पैसा जोगिन्थ्यो दारू आउँथ्यो त्यसले गरिम भयो खै त गरी यस्तो बिहानको समयमा यस्तो जाडोमा कसै तैँले गरिम भयो भने खै हामीले त लगाइरहेको कहिले लाउने जहिले हेरे पनि यतिकै देख्छु मैले जाला कपडा लगाउने गर है जेनीले खाइहाल्यो हो डेनीले खायो भन्छ के खायो